हेलो फ्रेन्ड्स, वेलकम टु माई च्यानल। अहिले हामीसँग भएको फेरि अर्को यो एक्सपोनेन्ट क्वेसन यानि इन्डिसेसको क्वेसन हो, जसमा तपाईँले यहाँ देख्न सक्नुहुन्छ जुन 4x-3 र यो 5x-6 छ। यसलाई हामीले कसरी लेख्न सक्छौँ भने 4x-3 छ, यसलाई हामीले लेख्न सक्छौँ 4x - 12 + 9 -12 + 9 - 3 नै हुन्छ। यानी यो दुईटाबाट कमन लिदियो 4 कमन आयो, जसमा x - 3 बच्छ र यसमा छ +9। त्यसै गरी यो 5x - 6 लाई हामी लेख्न सक्छौँ 5x - 15 + 9 -15 र +9 हुन्छ -6। त्यसै गरी फेरि यो दुईटाबाट कमन आउँछ 5, यसमा बच्छ x - 3 + 9। ल यो हाम्रो यो 4x - 3 र 5x - 9 लाई यसरी हल्का चेन्ज गर्नुपर्छ। अब हामी जान्छौँ ओरिजिनल क्वेसनमा। यहाँ के छ भने 2 को पावर 4x - 3, 4x - 3 लाई लेख्न सक्छौँ 4 ब्राकेटमा x - 3 + 9 होल अपन x - 3 छ, अनि प्लस 2 को पावर 5x - 6 छ। यो 5x - 6 लाई लेख्न सक्छौँ 5 ब्राकेटमा x - 3 + 9 होल अपन x - 3 = 24। अब यो 2 4x - 3 अपन x - 3 + 9 अपन x - 3 यसरी हामी यसलाई छुट्टा छुट्टी बनाउँछौँ। प्लस यतापट्टिको हुन्छ 2 5 को x - 3 अपन x - 3 + 9 अपन x - 3 = 24 यो भइहाल्यो। अब यो x - 3 र यो x - 3 क्यान्सल भयो, यो x - 3 र यो x - 3 क्यान्सल भयो। यानी यसलाई लेख्न सक्छौँ 2 को पावर 4 + 9 अपन x - 3 प्लस 2 को पावर 5 + 9 अपन x - 3 = 24 है। अब यहाँ एउटा के छ भने a को पावर m + n छ भने हामीले यसलाई a को पावर m * a को पावर n गराउन सक्छौँ। यस्तै गर्ने हो हामी। यो जुन 2 को पावर 4 छ * 2 को पावर 9 अपन x - 3 यस्तै गराउने। यतापट्टि पनि सेम गर्ने 2 को पावर 5 * 2 को पावर 9 अपन x - 3 = 24। अब यहाँ हेरौँ, यहाँ छ 2 को पावर 9 अपन x - 3, यहाँ पनि छ 2 को पावर 9 अपन x - 3। यहाँ यो दुईटा कमन लिन मिल्छ। 2 को पावर 9 अपन x - 3 कमन आयो, यतापट्टि बच्छ यो 2 को पावर 4, यतापट्टि बच्छ 2 को पावर 5 है, उता भयो 24। यहाँ 2 को पावर 9 अपन x - 3, यो 2 को पावर 4 भनेको 16, 2 को पावर 5 भनेको 32, 16 + 32 हुन्छ 48 = 24। यो 48 अपनमा जान्छ। 2 को पावर 9 अपन x - 3 = 24 छ, यो 48 अपनमा गयो। 24 × 24, 24 × 2 = 48 है, 24 भन्छ 24 जोड्दा 48। यानि दुवैलाई काटेपछि यहाँ बच्छ 2 को पावर 9 अपन x - 3, यता बच्छ 1/2, 1/2 भनेको 2 को पावर -1 हो, यो हामीलाई थाहै छ। अब यहाँ दुवैको बेस सेम छ, यानि एक्सपोनेन्ट पनि बराबर छ। यानि हामीले कसरी लेख्न सक्छौँ भने 9 अपन x - 3 छ, यो =-1 हुन्छ भनेर लेख्न सक्छौँ। यसलाई थोरै सल्भ गरौँ। 9 = -1, यो उता जाँदा x - 3 उता मल्टिप्लाईमा जान्छ, 9 = -x + 3 भयो। यो -x यता आउँदा प्लसमा आयो, -x = प्लसको 3 छ, उता जाँदा -को 9, यानि कि -को 6 आन्सर। आई होप बुझ्नुभयो होला। हस्त, धन्यवाद, बाई बाई।